नेप्सेमा इन्भेस्ट गरेको मेरो पैसा त डुब्यो भनेर सुन्नु भएको छ होला नि। आज हामी नेप्सेको बारेमा कुरा गर्दैछौँ, तर यो पटक विनिङ स्टक कसरी पिक गर्ने भनेर होइन, तर हाउ टु अभोइड एक्सपेन्सिभ मिस्टेक्स भनेर। यो मिस्टेक्सहरू हजारौं इन्भेस्टर्सहरूले हजारौं पटक गरिसक्नु भएको छ। त्यसैले तपाईँ नयाँ हुनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नु होला। लेट्स टक अबाउट हर्ड मेन्टालिटी। तपाईको साथीले भनेर कहिले सेयर किन्नु भएको छ? यदि किन्नु भएको छ भने तपाईले हर्डिङ गर्नुभयो, तपाईले सुन्नुभयो र तपाईले किन्नुभयो, र साथै मेबी तपाईको साथीले बेच्न भन्यो र तपाईले बेच्नुभयो। द्याट्स अगेन हर्डिङ मेन्टालिटी। तपाईले आफ्नो कुनै पनि एनालिसिस गर्नु भएन, तपाईको साथी अथवा कसैले भनेर किन्नुभयो भने त्यसलाई हर्डिङ भनिन्छ। हर्ड मेन्टालिटी नेपालमा एकदमै कमन छ। त्यसै कारण बजार बढिराख्दाखेरि झन् धेरै बढ्दिन्छ र बजार घट्न थाल्यो भने पनि वातवात्ती घट्छ। धेरै मानिसले बजार बुल सुरु हुँदाखेरि कहिले पनि किन्दैनन्, तर एक वर्ष पछाडि अथवा 6 महिना पछाडि मेरो साथीले 4 लाख लगाएको 20 लाख पुगेछ भनेर जब सुन्छन् अनि उहाँहरू मार्केटमा एन्टर गर्छन्। तपाईँ त्यस्तो सोचेर एन्टर गर्दै हुनुहुन्छ भने यु आर मेकिङ एन एक्सपेन्सिभ मिस्टेक। वाट टु डु इन्स्टेड? तपाईले यसरी सेयर किन्ने अथवा बेच्ने गरिरहनु भएको छ भने तपाईँ रिस्कमा हुनुहुन्छ। तपाईको आफ्नो अन्डरस्ट्यान्डिङ अफ मार्केट चाहिन्छ। तपाईले मार्केटलाई बुझ्नुपर्ने हुन्छ र साथै जस्तो कम्पनीमा तपाईँ लगानी गर्दै हुनुहुन्छ अथवा ट्रेड गर्दै हुनुहुन्छ भने तपाईको आफ्नो प्रपर रिसर्च चाहिन्छ। लेट्स टक अबाउट आइपिओ मेनिया। एउटा यस्तो टाइम थियो जब मान्छेलाई हाइड्रो पावरको आइपिओ नै भर्दैनथे। किन थाहा छ तपाईलाई? किनभने हाइड्रो पावरको शेयरको भाउ 30 रुपियाँदेखि 50 रुपियाँमा थियो अनि मान्छेहरूलाई के लाग्थ्यो भन्दा आइपिओमा त डुबिन्छ, हाइड्रो पावरमा त डुबिन्छ जस्तो लाग्थ्यो। तर अहिलेको समय धेरै फरक छ, किनभने हाइड्रोको कुनै पनि शेयर 50 रुपियाँमा पाइँदैन। अब अहिले 400, 800, 1000 इभन 1200 सम्म पुगेको छ। यो प्राइसको जुन राइज भएको छ त्यसले हाम्रो आइपिओलाई हेर्ने दृष्टि नै चेन्ज भएको छ। तर यो भन्दैमा सबै आइपिओ भर्नुपर्छ भन्ने हुँदैन, तर धेरै मानिसले धेरै आइपिओमा सबै आइपिओमा नै भर्ने गर्छन्। इनफ्याक्ट मानुषी लघुवित्तकै कुरा गर्ने हो भने 1.8 मिलियन एप्लिकेन्ट्सहरूले भर्नुभएको थियो। मिनिङ नेपालमा आइपिओको क्रेज एकदमै धेरै छ। र धेरै पटक कस्तो गल्ती हुन्छ भन्दाखेरि जब आइपिओ आउँछ र लिस्ट हुन्छ त्यसमा तपाईँहरूले देख्न सक्नुहुन्छ 8 लाख किता डिमान्ड, 10 लाख किता डिमान्ड देख्नुहुन्छ अनि तपाईँलाई लोभ्याउँछ र किन्न मन लाग्छ र एक दिन अचानक त्यसको प्राइस झर्न थाल्छ अनि तपाईँ किन्न थाल्नुहुन्छ, तर 3 दिन पछाडि त्यो स्टक हुन्छ 30% डाउन। यो मिस्टेक धेरैले गर्नुभएको छ, त्यसैले तपाईँ जोगिनु होला। हाउएभर तपाईले एकदमै राम्रो आइपिओ भेटाउनु भयो र त्यो आइपिओको मूल्य जब घटेर आउँछ मानौँ कुनै बियर मार्केटमा र त्यसको प्रोफिटेबिलिटी पनि राम्रो छ, बिजनेस एक्सपेन्सन प्लान पनि राम्रो छ भने त्यो राइट प्राइसमा चाहिँ तपाईले इन्भेस्ट चाहिँ गर्न सक्नुहुन्छ। लेट्स टक अबाउट मार्जिन लेन्डिङ एन्ड लोन्स। क्रिप्टो मार्केटमा हामीले सुनेका छौँ धेरै मानिसहरूले विश्वभरि गुमाउनु भएको छ, तर तपाईँलाई थाहा छ मेन रिजन के हो? मेन रिजन क्रिप्टो त भोलाटाइल छँदैछ, तर त्यति मात्रै होइन। जस्तै हाम्रो कुनै पनि क्रिप्टो प्लेटफर्मको कुरा गर्ने हो भने त्यसमा 100 to 125 टाइम्सको लेभरेज दिन्छ। भन्नुको अर्थ तपाईको $1000 छ भने त्यसलाई $1,00,000 भन्दा बढी ट्रेड गर्न पाउनुहुन्छ। र जब तपाईले त्यो बेट लिनुहुन्छ नि, तपाईको हल्का मात्र प्राइस घट्दियो भने तपाईँ लिक्विडेट हुन जानुहुन्छ। सेम विथ नेप्से। मानिसहरूले मार्जिन लेन्डिङ गर्न सक्छन् र आफ्नो क्यापिटल 4 लाख छ भने 20 लाख सम्मको लोनमा शेयरहरू किन्न सक्छन्। तर have you considered risk management when you are taking leverage? मानौ तपाईको क्यापिटल 10 लाखको छ र तपाईँ कुनै एउटा ब्रोकरकोमा जानुहुन्छ र त्यो ब्रोकरले तपाईलाई 1 करोडको लिमिट दिन्छ। अब तपाईले 1 करोडको शेयर परचेज गर्नुहुन्छ भने र तपाईले 10% को लस गर्नुहुन्छ भने तपाईको इनिशियल पोर्टफोलियो अब 0 मा आइपुग्छ। किन? बिकज अफ ओभर लेभरेजिङ। तपाईले 10 लाखको 1 करोड पुगाएर ट्रेड गरिरहनु भएको छ, त्यसकारण तपाईले हेभी लस पाउनुहुन्छ। एट द सेम टाइम गेन पनि पाउन सक्नुहुन्छ, तर रिस्क म्यानेजमेन्टलाई चाहिँ कन्सिडर गर्नुपर्छ। वाट टु डु इन्स्टेड? तपाईँ नयाँ हुनुहुन्छ भने लेभरेजको बारेमा त सोच्दा पनि नसोच्नुहोस्, मार्केटलाई बुझ्ने प्रयास चाहिँ गर्नुहोस्। बुल मार्केट के हो, बियर मार्केट के हो, कस्तो कम्पनी चल्छ, कस्तो कम्पनी चल्दैन, कस्ता कम्पनीहरूले प्रफिट कमाइरहेका छन्, कस्ता कम्पनीले कमाइरहेका छैनन् बुझ्न थाल्नुहोस्। तर एट द सेम टाइम तपाईँ जब ग्रो हुँदै जानुहुन्छ, मार्केट बुझ्दै जानुहुन्छ, त्यो बेला लेभरेज लिनुहुन्छ भने अभियसली तपाईले आफ्नो रिस्क म्यानेजमेन्टलाई एकदमै ध्यान पुर्याउनु पर्ने हुन्छ। रिस्क म्यानेजमेन्ट पुगेन भने तपाईँ 0 आउन बेर लाग्दैन। त्यसैले लङ टर्मको लागि प्लान गर्नुहोस्, ओभर ग्रिडी नहुनुहोस्। ग्रिडी हुन पाइन्छ, तर नेसेसरीली त्यसले तपाईलाई हेल्प चाहिँ गर्दैन। लङ टर्ममा गेम खेल्नुहोस्, अभियसली तपाईलाई मार्केटले राम्रो रिवार्ड दिन्छ। लेट्स टक अबाउट इमोसनल ट्रेडिङ। तपाईलाई शेयर किन्न मन लाग्यो भन्दैमा मार्केट बढ्नुपर्छ त, अथवा तपाईलाई शेयर बेच्नु पर्नेछ भन्दैमा तपाईले बेचेपछि मार्केट झर्नुपर्छ त? अभियसली नट। तर हामीलाई चाहिँ त्यस्तो लाग्छ, मसँग पैसा छ, म कता लगानी गरौँ,
कता मैले क्विकली 20% पाउन सक्छु भन्ने हाम्रो सोच रहन्छ। तर त्यसरी तपाईँ जब ट्रेड गर्नुहुन्छ आफूसँग पैसा भएर यु आर मेकिङ एन इमोसनल डिसिजन अनि त्यो डिसिजन चाहिँ रङ हुन जान सक्छ। त्यसैले आफ्नो मुड हेरेर सेयर किन्ने होइन तर मार्केटको मुड हेरेर चाहिँ सेयर किन्ने अथवा बेच्ने गर्नुपर्छ। सोशल मुड भन्ने एउटा पपुलर कन्सेप्ट छ। यसमा चाहिँ के बताउँछ भन्दाखेरि यदि बजार बुलिश छ भने तपाईँले गीत पनि एकदमै ह्यापनिङ अनि एकदमै फास्ट बिट भएको सङ्ग्सहरू सुन्नुहुन्छ, वेयरएज यदि मार्केट बेरिश छ भने तपाईँले स्याड सङ्ग्सहरू बढी मन पराउनुहुन्छ। सो मार्केटको मुडलाई चिन्न एकदमै जरुरी छ। मार्केटको मुड सँगसँगै आफ्नो डिसिप्लिन पनि स्ट्रङ नै चाहिन्छ। तपाईँले सुन्नुभएको छ होला धेरै साथीहरूले 20% प्रफिट हुँदा पनि बुक गर्नु हुँदैन अथवा स्टकको प्राइस 10% झरिसके पछाडि पनि बेच्नु हुँदैन। यो भनेको इमोसनल डिसिजन नै हो। तर स्टक मार्केटमा इमोसनल डिसिजनको काम छैन। तपाईँ 100% डिसिप्लिन हुन जरुरी छ। लेट्स टक अबाउट गुड न्युज एन्ड ब्याड न्युज। बुल मार्केटमा तपाईँले गुड न्युज पाउनुहुन्छ भने बियर मार्केटमा ब्याड न्युज र ब्याड न्युज पाउनुहुन्छ। गुड न्युज कहिले आउँछ भन्दाखेरि जब बजार बढिरहेको हुन्छ अथवा कन्टिन्यू गराउन आउँछ र्यालीलाई। तर एट द सेम टाइम बुलको टपमा पनि ठुलो गुड न्युज आउँछ र त्यो ठुलो गुड न्युजमा धेरै मान्छे अप्टिमिस्टिक भएर किन्न थाल्छन् र इन्भेस्टरहरू ओभर कन्फिडेन्ट फिल गर्छन्। त्यही बेला मार्केटको करेक्सन स्टार्ट हुन्छ र एट द सेम टाइम बियर मार्केटको पनि जुन लास्टको न्युज हुन्छ विच इज अ ब्याड न्युज, त्यो न्युज सुनेर मान्छे प्यानिक गरेर बेच्छन्। इन्टायर बियर मार्केटसम्म बेच्दैन तर जब त्यो लास्ट ब्याड न्युज आउँछ नि त्यो बेला चाहिँ धेरै मान्छेले एक्जिट गर्छन्। त्यसलाई चाहिँ लिक्विडिटी स्विप पनि भन्छौँ हामीले। अनि त्यस्तो बेला त्यसरी डिसिसन लिन हुँदैन। लेट्स टक अबाउट मार्केट मेकर्स इनसाइड। सो मार्केट मेकर भनेको यस्तो व्यक्ति हो जसले चाहिँ बजार बनाइदिन्छ अथवा कुनै स्टकलाई अपरेट गरिदिन्छ अथवा त्यसलाई ठुलो उचाइमा लान मन छ। उसले कसरी सोध्छ होला? तपाईँ र म जसरी नै सोध्छ होला कि अलि भिन्न तरिकाले सोध्छ होला? ही स्टार्ट्स टु बाई वेन नोबडी इज बाइङ र उसले किन्नको लागि के गर्छ? ब्याड न्युज फाल्छ। ब्याड न्युज फालिसकेपछि वेन एभ्रीबडी सेल्स ही स्टार्ट्स टु अकुमुलेट। अनि त्यस पछाडि उसले र्याली लगेर जान्छ र र्यालीको बेला पनि उसले अगेन गुड न्युज फ्याल्दै जान्छ किनभने र्यालीलाई त बढाउनु छ। अनि अल्टिमेटली उसको जब प्रफिट पुग्छ उसले के गर्छ त? झन् ठुलो गुड न्युज फालिदिन्छ र वाट ही डज ही स्टार्ट्स टु सेल। तर वेयरएज तपाईँ रिटेलर्सहरूले त्यो गुड न्युजमा किन्न थाल्नुभयो भने फस्नु त फस्नुहुन्छ। वाट टु डु इन्स्टेड? गुड न्युज ब्याड न्युजमा डिसिसन लिने होइन बट देन तपाईँले कम्पनीको भ्यालुएसन चाहिँ गर्न सक्नुपर्ने हुन्छ। यदि कुनै प्राइसले कम्पनीको भ्यालुलाई जस्टिफाई गर्छ भने त्यो कम्पनी मेबी स्टिल गुड टु इन्भेस्ट हुन सक्छ। तर कति कम्पनीहरू अभियसली गुड भ्यालुमा पाइँदैन। त्यसकारण तपाईँको आफ्नो अन्डरस्ट्यान्डिङ अफ मार्केट एनालिसिस अनि भ्यालुएसनको बेसिस चाहिँ चाहिन्छ। स्टक मार्केटले तपाईँलाई एकदमै राम्रो प्रतिफल दिन सक्छ तर तपाईँले एकदम स्मार्ट डिसिसन लिनुभयो भने मात्रै। तपाईलाई आज हामीले गरेका 5 वटा मिस्टेकमा सबैभन्दा अनौठो र अचम्मको कुन लाग्यो कमेन्टमा लेख्नुहोस्। हाम्रो भिडियो मन परेमा लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सिनु होला र कमेन्टमा तपाईको सबैभन्दा ठुलो मिस्टेक कुन थियो त्यो पनि लेख्नु होला। अरु साथीहरुलाई धेरै लर्निङ गर्ने मौका मिल्छ।